यो फल यस्तो हुन्छ, यो चाहिँ यहाँको सबैभन्दा खतरनाक फल। यतापट्टि जाउँ भने यतापट्टि चाहिँ अहिले घामै छ, अनि यतापट्टि जाउँ भन्यो भने घामै छ। अब बस्ने यहीँ त भएन, अब जान्छु भनेपछि त जानु पर्यो। बाहुनले गर्दाखेरि यस्तो भयो उस्तो भयो, बाहुनको मागी खाने, खै के जति मन्त्र सन्त्र पर्दा पनि बाहुनको मागी खाने, यो मन्त्र सन्त्र भन्छ तर त्यस्तो होइन नि, धर्म त हुन्छ। तामाङ चाहिँ अलिकति होइन सम्मान गरेर बोल्ने, सबैलाई तपाईँ भनेर बोल्ने। उनीहरूको अब हरेक तामाङहरूलाई प्रायः जसो तामाङहरूलाई चाहिँ सबै भाषा आउँछ क्या। यस्तो छ कपडा। यहाँ चाहिँ म अब कपडा खरिद बिक्री गरौँ क्या हो। सबैलाई सेवा है। अनि भोलि चाहिँ मेरो छुट्टीको दिन। आज चाहिँ मैले भ्लग स्टार्ट गरिसकेको छु। भोलि चाहिँ म के गर्दैछु त्यो तपाईँहरूलाई देखाउने छु। आज चाहिँ मैले खानासाना खाएर अब सुत्न लागेको छौँ। हामी चाहिँ यहाँ 1 2 3 4 5 6 7 8 9 10 जना छौँ। एउटा रुममा 10 जना छौँ। एकदम ट्यालेन्टेड लोकहरू हुनुहुन्छ। उता मास्तिर रेस्लिङ हेर्दै हुनुहुन्छ, एउटा फ्री फायर प्लेयर, एउटा पब्जी प्लेयर 90 को, एकजना ऱ्यापर हुनुहुन्छ होइन, अनि एकजना चाहिँ खाना खाएर भर्खर जानु भएको छ। उहाँ त एकदमै टप हो। अनि भन्नुपर्दा अब भोलि चाहिँ म के गर्छु भन्दै, भोलि चाहिँ आइतबारको दिन चाहिँ मेरो छुट्टी हुन्छ। आइतबारको दिन छुट्टी भन्ने बित्तिकै चाहिँ मलाई एउटा कुरा चाहिँ याद आयो है। के कुराको भन्दाखेरि यहाँनिर चाहिँ आइतबार अनि शनिबार छुट्टी हुन्छ, 2 दिन छुट्टी हुन्छ। हाम्रो नेपालमा चाहिँ शनिबार 1 दिन मात्र छुट्टी हुन्छ। 1 दिन छुट्टी हुँदा अरू दिन त काम गर्छ नि त सबैले होइन। अफिसको मान्छेहरूले, अफिसियली मान्छेहरूले काम गर्छ। त्यही पनि हाम्रो देश नेपाल चाहिँ कति थोरै विकास भएको। यहाँ 2 दिन छुट्टी हुँदा चाहिँ यति छिटो यति धेरै विकास भइरहेछ क्या। सो गाइज अहिले चाहिँ अब जतिसुकै जे भने पनि त्यही हो। भोलि चाहिँ म बिहानदेखि के गर्छु कस्तो छ अनि कसरी दिन काट्छु त्यो तपाईँहरूलाई देखाउने छु। अहिले चाहिँ म सुत्छु। अनि एकछिन सुन्नु त, नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। अनि भिडियो कस्तो लाग्यो कमेन्ट पनि गरिदिनुहोस्, तर भिडियो हेरिसकेपछि है। ओके, गुड नाइट। हेलो, गुड मर्निङ सेवा। अनि अहिले चाहिँ म खाना लिन आएको थिएँ। बिहानै उठेर मुख पनि दुःखो छैन, ब्रस पनि गराएको छैन। खाना पाउने ठाउँ चाहिँ उता छ, त्यही परको हो। खाना मैले लिइसकेँ, किनभने छिट्टै लिनुपर्छ, भरे पाउँदैन फेरि। अब चाहिँ म रुम जान्छु। निन्द्रा पनि कस्तो लागिरहेछ। छुट्टीको दिन भए पनि बिहानै उठ्नुपर्छ, त्यही चाहिँ झ्याउ लाग्छ साथीहरू यार। अब सरफ किनेर लुगासुगा भिजाउनु पर्ला, अनि भिजाएर एकछिन यताउता के दान दुन गर्नु पर्ला होइन। अब परदेशमा छोरी मान्छे पनि हुनुपर्छ साथीहरू, के गर्ने, के गर्नु पर्यो। जानु पर्छ टलाएर है। साथीहरू रुममा आइसकेँ। अनि रुममा चाहिँ म एक्लै छु है। अब लिएर आइसकेँ, कपडा धुनु बाँकी छ। रुममा चाहिँ एक्लै छु। रुममा अब मैले जे गरे नि हुन्छ, ठुलो स्वरले गाए पनि हुन्छ, जे गरे पनि हुन्छ भनौँ न। सुते पनि हुन्छ, गाए पनि हुन्छ, तर म केही गर्दिनँ। गर्नु चाहिँ सुत्ने गाउने फुर्सद छैन। बल्ल हप्तामा 1 दिन छुट्टी आउँछ। तर म चाहिँ अब लुगा धुन्छु। लुगा चाहिँ मेरो यहाँनिर छ र अब यहाँनिर सरफ हालिदिन्छु। सरफ लिएको छु। निन्द्रा पनि लागिरहेछ। हप्तामा 1 दिन छुट्टी आउँछ, त्यही पनि सुत्न पाइँदैन साथीहरू। के गर्ने, बाहिरतिर जानु पर्दा भने गऱ्यौँ छ। गाइस, म चाहिँ तपाईँहरूलाई वान अफ द बेस्ट होइन यो खाडीको घुमाउन लग्दैछु पार्क होइन, जसमा चाहिँ 8 घन्टा ड्युटी हुनेहरू चाहिँ यहाँनिर बेलुका एक्सर्साइज गर्छ। जस्तै उहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ, एक्सर्साइज गर्दैछन् कालु दाइ एकदम मजाले, लास्टै मजाले एक्सर्साइज गर्दैछन्। र यहाँ उता चाहिँ फुटबल खेल्छ बेलुकाखेरि। 8 घन्टा ड्युटी हुनेहरू चाहिँ 8 घन्टा ड्युटी अनि 5000 दिराम सेलरी भएको मान्छेहरूले चाहिँ यहाँनिर 8 घन्टा ड्युटी अनि ट्याक्क महिनामा 4-5 हजार सेलरी आउँछ। उहाँहरूले चाहिँ एक्सर्साइज गर्नुहुन्छ। के गर्ने, हाम्रो टाइमिङ हुँदैन, टाइम मिल्दैन होइन। अनि यता चाहिँ भर्खरी हो। यो चाहिँ रोडमा बिछाउनुको लागि ढुङ्गाहरू ल्याएको रहेछ क्याम्पमा चाहिँ। उता काले दाइ चाहिँ एक्सर्साइज गरेर गलेर बसिरहेको छ। यहाँनिर चाहिँ बास्केटबल पनि खेल्दो रहेछन्। यहाँ यति चाहिँ फुटबल पनि खेल्छ। मैले फुटबल खेलेको पनि देखेको छु। भलिबल खेल्ने ग्राउन्ड चाहिँ उहाँ रहेछ। भलिबलको नेट चाहिँ झिकेर राख्दो रहेछ। यता हाम्रो सर चाहिँ एक्सर्साइज गरेर पुरै कसरत व्यायाम शरीरलाई होइन हेल्थी राख्नु पर्यो नि, त्यही भएर यो चाहिँ यहाँ चाहिँ किन आएको भने दिउँसो आउनु पाइँदैन, दिउँसो घाममा आउनु पाइँदैन। त्यही भएर अहिले नै आइहालेको। आउनु त पाइन्छ तर सके पो आउनु त होइन, सकिँदैन नि त दिउँसो घाममा आउनु त। यति धेरै गर्मी हुन्छ कि, त्यही भएर अहिले बिहानै आएको। बिहान आउँदा चाहिँ ठिकै खासै गर्मी हुँदैन रहेछ। चाहिँ एसेम्ब्ली पोइन्ट, यहाँ चाहिँ एसेम्ब्ली पोइन्ट छ। तर यहाँ एसेम्ब्ली पोइन्ट भयो भने यस्तो यहाँ कचडा छ क्या। यो हेर्नु न, यो
पछि सफाई गर्छ होला तर अहिलेको लागि चाहिँ यस्तो छ। अनि वहाँनिर चाहिँ मस्जिद छ तपाईहरुले देख्न सक्नुहुन्छ वहाँनिर चाहिँ मस्जिद छ। अनि यहाँनिर बेलुका यस्तो खतरा गेम हुन्छ कि यस्तो खतरा गेम हुन्छ हैन बेलुकाखेरि। यहाँ बदाम पनि पाउँदो रहेछ ल दुबईमा पनि बदाम पाउँदो रहेछ है। तर दुबईमा नपाउने चिज त के होला र क्या हैन बदाम कल्ले खाएर हो चाहिँ च्याट्ट लाएर फालिराख्नु भएको रहेछ। सो त्यही हो मैले एउटा नबुझेको कुरा चाहिँ के हो भनेदेखि तपाईहरुलाई हैन मैले त अब यहाँ दुःखको भिडियोहरु बनाउँछ हैन आफूले भोगेको जस्तो छ त्यस्तै बनाउँछ। अनि तपाईहरुले के भन्नुहुन्छ भने कोही दाजुभाइ दिदीबहिनीहरुले हैन भाइ टिभी मात्र आएको छ र विदेश तिमीलाई म त थाहा छ र विदेशको बारेमा सबैजना आएको छ भनेपछि नेपालमा चाहिँ जिरो छ त। नेपालमा छन् त मान्छे आउनेहरु अनि हामी मात्र हैन नि त हैन हामी मात्र हैन नि त अब आएर सकिने भनेको अब हामी पछिकोहरु पनि त आउने छ आउनु बाँकी छ। हामीले मात्र नेपालमा दुःख पाएको छैनौं नि त अनि आएर विदेशमा पनि दुःख पाएको छैनौं अरूले पनि त पाइरहेछ हैन। म चाहिँ कस्तो लाग्छ भने एकजनालाई पनि शत्रु नबनाऊ हैन मेरो चाहिँ एकजना पनि शत्रु नहुन् शत्रुलाई पनि साथी बनाउनु मन लाग्छ। तपाईहरु पनि बुझ्दिनु अब कुनै कुराहरु त मोटिफाइड जस्तै हुन्छ नि त हैन त्यही हो। अरूलाई त अब राम्रो लागे जस्तो हुन्छ नि त हामी आउनेलाई त थाहा छँदैछ हामीलाई त यहाँनिर त दुःख छ हैन। मान्छेहरुले के सोचेर आउँछ भने दुबई आउँदाखेरि राम्रो हैन भिडियोतिर फिल्मतिर देख्छ नि त हैन राम्रो ठाउँहरु घुम्ने आलिशान कार सारमा कुदिरहेको सुई कुदिरहेको। तर यहाँ काम गर्ने आउने कामदारहरुको चाहिँ अलिक छुट्टै हुन्छ स्थान हैन जस्तै फोहोर जस्तै हो। हामी त अब काममा लगाउँछ युज गरिसकेपछि फाल्दिने भनेको अब काम त ठिकै हुन्छ जस्तै अब नेपालको भन्दा धेरै ठीक तर पनि वहाँ सोचेर आएको भन्दा चाहिँ धेरै फरक छ क्या अझै धेरै फरक छ। अब अलिक पल्लो छेउमा क्याम्पहरु पनि अलिक पल्लो छेउमा हुन्छ हुन त कामदार नाथेको क्याम्प कस्तो चाहिँ हुन्छ र त्यही पनि त अब आफूले रुम लिएर बस्न सकिँदैन कम्पनी के हुन्छ सबै कुरा ठिकै छ। त्यही पनि अब चित्त बुझाउनु पर्छ चित्त बुझाउनु सक्नु नै ठुलो कुरा हो नि त चित्त बुझाउनु पर्छ भने र त्यही हो भने चाहिँ के भन्नु र हैन। तर तपाईहरुले देखे जस्तो बंगला कार जस्तो हुँदैन यस्तो कचडा ठाउँमा बस्नु कचडा पनि के भन्नु ठिकै त हो नि हैन ठिकै हो नेपालमा भन्दा त कता ठीक हो कचडा पनि के भन्नु र। तर युज गर्छ त्यसपछि थ्रो हैन युज एन्ड थ्रो मार्क्स जस्तो के। तर हामी चाहिँ काम आइरहन्छ 2 वर्षसम्मको लागि चाहिँ हामी कायम आइरहन्छ त्यसपछि त्यही हो गाइस के भन्ने र अरु कुरा हैन। मेरो चाहिँ आइतबार छुट्टी हुन्छ पहिले चाहिँ मेरो छुट्टी थियो मंगलबारमा चाहिँ एउटै साइडमा काम गर्ने मान्छेको धेरै जनाको छुट्टी भएको कारणले गर्दाखेरि मेरो चाहिँ आइतबार पार्दिएको छ। तर छुट्टीको दिन भनेर पनि आइतबार र शनिबार नै चाहिँ छुट्टी हुन्छ अफिसहरु सबै अफिसहरु पनि छुट्टी हुन्छ जस्ट आइतबार चाहिँ नपार्दै हुन्थ्यो जस्तो लाग्छ क्या मलाई चाहिँ किनभने आइतबार अफिसहरु पनि बन्द हुन्छ हाकिमहरु सरहरु पनि कोही आउँदैन मजा हुन्थ्यो नि त खासै काम पनि अब यताउता त्यही त हो नि हो मिलाएर बुझ्नु न। ल यहाँनिर चाहिँ काले दाइहरुको फुटबल सुरु भइसकेको छ है अब फुटबल खेल्ने यस्तो गरिमा पनि फुटबल खेल्छ नि अझै यति बिहान छ हैन 6 साढे 6 हुँदैछ यति चर्को घाम छ हैन यहाँ काले दाइ अनि नेपाली दाजुभाइहरु पनि हुनुहुँदो रहेछ अब मिलेर खेल्नुहुन्छ यहाँनिर फुटबल। अघि चाहिँ यहाँ तपाईहरुले देख्नुहुन्छ पछाडी खेल्दै हुनुहुन्छ एकजना चाहिँ एक्सरसाइज गर्नु हुँदै थियो अहिले चाहिँ अब फुटबलको लागि तयारी गर्दै हुनु भएको रहेछ गर्नु भएको रहेछ हैन बोल्नु पनि आउँदैन पो त राम्रो खेल्छ यो कालेहरु फुटबल यहाँनिर काम पनि गर्छ फुटबल पनि खेल्छ कसरी सकेको लास्ट डरो हुने के यो कालेहरु। मलेसियातिर चाहिँ कालेहरुसँग डराउनु पर्छ मलेहरु हुन्छ मलेहरु भने कालेहरु पुलिसहरु नै डराउँछ भन्छ अनि यहाँनिर चाहिँ फेरि त्यस्तो हुँदैन यहाँनिर चाहिँ कस्तो हुन्छ भनेदेखि एकदम मिल्छ के कालेहरु पनि मिल्छ नेपालीहरुसँग। तर दाइहरु नाइट ड्युटी गरेर आउने दाइहरु चाहिँ कामबाट आउनु भएछ वहाँनिर जानु हुँदैछ। अब म पनि जान्छु एकछिन रुममा रेस्ट गर्छु रेस्ट गरिसकेपछि यताउता अब चाप्राङ चुप्रुङ खानु पर्ला। के छ दाइ सन्चै हुनुहुन्छ ल चाप्राङ चुप्रुङ खानु पर्ला तर अहिले टाइम भएको छैन अहिले दिउँसोतिर खानु पर्ला 11 बजेतिर खानासाना खानु पर्ला कि अहिले त अब अहिले खाएपछि फेरि एकछिनमा भोक लाग्छ भोक लागेपछि के गर्ने यार तनाव पो हुन्छ त यहाँनिर त टाइम टु टाइम यार चाहिँ फेरिका वान अफ द बेस्ट भनेको चाहिँ यहाँ मात्र हैन त्यहाँ पनि रहेछ यार त्यहाँ पनि जान्छ अहिले भरे बेलुकातिर जानु पर्ला त्यतातिर चाहिँ चाइना क्याम्प जाने बाटो त्यतै हो त्यतैबाट गएको अस्ति चाइना क्याम्पको भिडियो हालेको थियो थ्याङ्क यू सो मच धेरै भ्युज आएको छ त्यसमा चाहिँ हैन मैले त्यस नसोचेको हो। ओके अब चाहिँ म क्याम्पभित्र छिरिसकेको छु रुमभित्र हैन बिल्डिङभित्र अब बिल्डिङभित्रबाट सबै ड्युटी गएको छ अघि पनि भनेको छु
रुममा आउनु बित्तिकै निन्द्रा लाग्छ त के भएको किनभने चिसो भइहाल्छ नि त एकैछिनमा त्यही भएर पनि होला अब यहाँ एसी चलिरहेछ सो फाइनली गाइस मैले चाहिँ कपडा पनि धोइसकेँ अनि कपडा सुकाउनु लग्नुपर्छ तर कपडा सुकाउनु भन्दा पहिले कपडा सुकाउने ठाउँ हेर्नुपर्छ देख्नुपर्छ हैन र मैले चाहिँ कपडा यहाँनिर बोकिरहेको छु यही हो कपडा यहाँ चाहिँ ड्रेसहरू छ सो कपडा सुकाउने ठाउँ चाहिँ बाहिर देखिरहेको थिएँ म ड्युटी जाँदा यो क्याममा आएदेखि चाहिँ मैले कहिले पनि कपडा धोएर सुकाएको छैन 1 हप्ता 2 हप्ता भइसक्यो यहाँ आएको अब म चाहिँ कपडा सुकाउनु जाँदैछु ठाउँ पनि हेर्छु सुकाउँछु पनि अनि रुङ्छु पनि घरिघरि त्यसपछि सुकाइवरी म खाना खान आउँछु सबैभन्दा सुरुमा चाहिँ है त्यही हो कपडा सुकाउने ठाउँ चाहिँ यहाँ हो तर एउटै खाली छैन अब खाली हेरेर चाहिँ टक्क कपडा सुकाउनु भनेको कत्रो धेरै क्या कत्रो ठुलो यहाँ त कपडाको रङ पनि उडाइदिन्छ होला यो घामले त घाम पनि यति धेरै लागिरहेछ अनि कपडा पनि यति धेरै छ कि यता पछाडि देख्न सक्नुहुन्छ तपाईँहरूले फेरि आगिया दाइ जानु कपडा सुकाउनुको लागि आक्कै गर्नुहुन्छ भिडियो बनाउनुभन्दा पहिले कपडा सुकाइसकेपछि अनि यहाँ सुकायो भने म तपाईँलाई देखाउँछु यतापट्टि ठाउँ रहेछ कपडा सुकाउने एउटा त यहाँनिर छ कपडा सुकाउने तर अब त्यहाँ पनि पाउँछ कि पाउँदैन हेरौँ सबै कपडा सुकाउने ठाउँ त के साह्रो प्याक भएको हुनु त धेरै छ मान्छेहरू त्यही भएर पनि प्याक भएको होला कहाँ सुकाउने भने यार बिर्सिन्छ होला नि फेरि कपडा कहाँ सुकाए हुन्छ होला एक ठाउँ एउटै लाइनमा मात्र अट्दैन होला यहाँ रहेछ खाली ठाउँ म चाहिँ यहाँनिर सुकाउँछु ल यस्तो छ कपडा यहाँ चाहिँ म अब कपडा खरिद बिक्री गरौँ क्या हो यति धेरै कपडा यार मेरो चाहिँ यहाँनिर कपडा सुकाइरहेको छु यो हो यति हो अनि त्यहाँ हो भन्दाखेरि गफलाए जस्तो हुन्छ तर यो कपडा चाहिँ 10 मिनटमा चाहिँ कम्प्लिटली सुकिसक्छ 10 मिनट पनि लाग्दैन होला कस्तै घाम छ यार के बोल्नु जाने हो ल कपडा त देखिहाल्नु भयो होला तर प्राय मान्छेहरूले कपडाहरू चाहिँ आफ्नो लाउने कपडा राम्रो कपडा चाहिँ बाहिर सुकाउँदैन त्यही कम्पनीको ड्रेसहरू चाहिँ बाहिर सुकाउने हो किनभने राम्रो कपडा बाहिर हराउँछ के यो ठाउँमा यति धेरै को कसले लगो थाहै हुँदैन है कुन बेला लग्छ कुन समयमा लग्छ त्यही भएर राम्रो कपडा चाहिँ यस्तैतिर साइडमा सुकाउने हो यसरी सुकाउने बिस्तारै सुक्छ एसीले सुक्छ हैन बिस्तारै त्यसरी नै सुकाउने हो तर बाहिर चाहिँ कम्पनीको ड्रेसहरू भयो अलिक पुरानो कपडाहरू भयो त्यो चाहिँ बाहिर सुकाउने हो तर मलाई चाहिँ माया चाहिँ जुनको पनि लाग्छ आफ्नो पैसाले आफ्नो मेहनतले किनेको कपडाहरूको माया जसलाई पनि लाग्छ नि हैन त्यही हो ल अब चाहिँ म खाना खानु पर्यो खाना चाहिँ मैले यहाँ लिइसकेको छु अनि म चाहिँ डब्बामा हालेर डब्बामा ट्याक पारेर खाना चाहिँ खाइहाल्नु पर्यो खाना खाइसकेपछि चाहिँ हाम्रो मम्मीहरूले चाहिँ के भन्नुहुन्थ्यो भने खाना खाने काम खानासाना पाकिसकेपछि खाना खाने काम चाहिँ सुरुमै गरिहाल्नुपर्छ त्यो लेठा हुन्छ भन्छ क्या लेठाको काम चाहिँ सकिहालौँ न पहिले भन्नुहुन्थ्यो खाना खाइसकेपछि आफ्नो काम हुन्छ नि त बिचरा हुन्छ छोरी मान्छेहरूलाई त्यही खाना पस्केर दिनुको लागि मात्र पनि कति धेरै पर्खिनुपर्छ नि त त्यही भएर पनि होइन चिसो भइसकेपछि कति छिटो चिसो भएको यो खानाहरू यार अचम्म लाग्छ हुन त बिहानै लिएको अनि चिसो त भइहाल्छ नि 10 भइसक्यो 10-11 बज्न लागिसक्यो है जसो गर जे भन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो आज त जे गर्दा पनि हुन्छ कोही छैन मार्दैन कोही छैन नि त आज रुममा अब अरू मान्छे अर्काको रुममा छिर्ने प्रयास गर्दैन तपाईँहरूले पनि खानु भएको छैन भने खाना चाहिँ खाइहाल्नु ग्यास्ट्रिक होला फेरि भविष्यमा साह्रो पर्ला जे पनि भनिदिने के खाना खाने बेला चाहिँ घर परिवारको याद चाहिँ धेरै आउँछ नाटक गरेको भने पनि भन्नुहोस् होइन जेसुकै गरेको भने पनि भन्नुहोस् तर कसम भनेको यो खाना खाने बेलामा आँखा फुट्नु थाल्छ खाना खाने बेलामा कसम घरको याद चाहिँ कसम आउँछ भने कसम खाना खाइसकेर पनि भुइँमा छर्ने बानी चाहिँ मेरो कहिले पनि नजाने भयो कहिले पनि बुढो भइसक्यो हेर्दा हेर्दै ल हेर्नु त खाना भुइँभरि छ अब पुस्नु पर्ला ल
लागेछ तौल्यामा पनि हिमालयले मार्छ होला मलाई तर यो विदेश आइसकेपछि चाहिँ मलाई हर चिजहरू चाहिँ मलाई त्यही यादगार बनिरहेछ होइन हामीले नेपालमा हुँदा जस्तै लुगा धुने काम खाना आफै लिने होइन आफै खाने आफै भाँडामा हाल्ने अनि आफै सबै कुरा आफै गर्दाखेरि चाहिँ विदेशले सिकाइरहेछ दुःखै पाए पनि विदेशले सिकाइरहेछ भन्ने टाइप्सको हुँदो रहेछ कि है अनि विदेश भन्ने बित्तिकै चाहिँ तपाईँहरूले के बुझ्नुहुन्छ पैसा कमाउने ठाउँ मलाई त त्यस्तो लाग्दैन मलाई चाहिँ विदेश भनेको हामीले नपढेको पाठ जस्तो लाग्छ क्या जिन्दगीमा नपढेको पाठ जस्तो लाग्छ एउटा त्यो पनि हुनु पर्थ्यो किताबमा होइन जस्तै अब सुरुमा 5वटा बुक भयो जस्तै त्यहाँ एउटा विदेशको बारेमा पनि भन्ने एउटा बुक हुनु पर्थ्यो जस्तो लाग्छ क्या विदेश भनेको एउटा खतरा पाठ हो जिन्दगी सिकाउने पाठ हो क्या विदेश चाहिँ होइन अरू ज्ञानको कुराहरू सिकायो होला किताबले तर जिन्दगी त बुझ्नु पर्यो नि त जिन्दगी बुझ्नु चाहिँ एउटा किताब चाहिन्छ किताब त्यो विदेशमा छ ओके फाइनली खाना पनि खाइसकेँ अब चाहिँ म एकछिन रेस्ट गर्छु रेस्ट गरेपछि फेरि कपडा हेर्नु जान्छ कपडा सपडा लिएर अनि म एकछिन बेलुकातिर चाहिँ उता पार्कतिर जान्छु सो त्योभन्दा अगाडि कोही साथीहरू आएर जाउँ भन्यो भने पनि यता गइदिन्छु आज किनभने आज छुट्टीको दिन तर सबैभन्दा मेन कुरो त सुत्ने प्रयास गर्नुपर्छ छुट्टीको दिन किनभने 1 हप्ताको निन्द्रा पुर्याउने प्रयास गर्नुपर्छ निन्द्रा राम्रोसँग पुगिरहेको हुँदैन तर के गर्ने निन्द्रै लाग्दैन छुट्टीको दिन कहिले आउँछ भन छुट्टीको दिन आउँछ तर निन्द्रै लाग्दैन निन्द्रै पर्दैन कसरी सुत्ने भने होइन सो म अब जबरजस्ती गर्छु एकछिन तर मोबाइल हेर्नु थालेपछि त्यही हो निन्द्रै पर्दैन त्यही हो गाइस खानासाना पनि खाइसक्यो खानासाना पनि भ्याइसक्यो अब चाहिँ झ्याट्टा लाएर सुत्नु पर्ला मान्छेले चाहिँ के भनिरहेको थियो भनेदेखि अब भ्लगमा त के हुन्छ र त्यही यताउताको भन्ने हिँड्ने डुल्ने त्यस्तै त हुन्छ नि भ्लग राम्रो लाग्दैन भनेर त्यस्तो त्यो भिडियो रहेछ कि युट्युबमा हाल्नु भएर अनि त्यो भिडियो हेरेको मलाई कस्तो लाग्यो लाग्नु चाहिँ तर कन्टिन्यू गर्ने हो जेसुकै होस् मलाई मतलब भएन मैले त भ्लग त अब त्यही हो अस्ति त्यही हो अस्ति पनि मैले तपाईँहरूलाई भनिहालेँ होइन मेरो बुझाइ हो आफ्नो बुझाइ हो मैले पछि गएर हेर्ने चाहिँ यो भिडियो अहिले चाहिँ तपाईँहरूले हेरिदिनुहोस् सो त्यही हो अब चाहिँ म लुगा सुकेन भनेर जान्छु अनि टक्क लुगा सुकेछ भने लुगा सुगा लिएर आएर अब म यसो पार्कतिर जान्छु डुल्छु घुम्छु होइन त्यही हो अब के भनेर तर घाम लास्टै लागिरहेछ अब के भन्ने अब यस्तो घाममा गएपछि काले भइन्छ भोलि पछि घरतिर आफूलाई चिने नभने के गर्नु चाहिँ म जाँदैछु कपडा लिनुको लागि है यस्तो छ घाम अनि यस्तो छ आँखी हेर्नु हुँदैन राईको चिम्रो आँखा हुन्छ भन्छ त्यही माथि यो घामले चिम्रो बनाइदिन्छ अनि कहाँ हुन्छ त त्यसो बाहिर निक्लिन सकिँदैन फेरि मेरो फोनको ब्याट्री चाहिँ स्वास्थ्य 100% छ भने पनि एकछिन अलिकति तात्यो भनेदेखि ठ्याक्कै 1% हुन्छ अनि ड्रुट गरेर अफ भइहाल्छ क्या मेरो मतलब भरोसै छैन यो फोनको पनि के भन्नु र अब हुनु त मान्छेहरूको त भरोसा हुँदैन बिचरा फोन नाथे टेक्नोलोजी आज म किन बेसी बोलिरहेको छु भन्ने थाहा छ आज म फ्रेस भयो जस्तो लागिरहेछ क्या मलाई टक्क सुतेर उठेको फ्रेस भएको जस्तो लागिरहेछ आँखा अलिक तर यो घाम कपडा त यार यार लास्टै तातो डढ्नु लागिसक्यो जस्तो छ यार यस्तो तातो खलखली लास्टै मेरो यो तातिसक्यो होला अहिले 1% भयो भने फेरि म पार्क जाँदा कसरी भिडियो बनाउने जस्तो लाग्छ क्या तर सबै यहीँ त अटेको छैन होला यार मैले अर्को ठाउँ पनि सुकाएँ जस्तो लागेको थियो 2वटा रहेछ यहीँ होला सायद बिचरा कसको लुगाहरू झरिरहेको रहेछ मार्छ होला हावा चलिरहेछ आवाज कस्तो आउँदैछ त्यो पनि थाहा भएन हुनु चाहिँ है अनि यसो हावा मध्येमा जाँदैछु लुगा पसलबाट लुगा उठाएर म जाँदैछु त्यस्तै हो गाइस होइन जानु पर्ला रुममा गएर यताउता के छ कपडा सपडा मिलाउने हो कपडा सपडा मिलाइसकेपछि भैया थोडा सा कपडा सपडा मिलाइसकेपछि पार्किङतिर जाने भन्ने मेरो कुरो छ हेरौँ यस्तो घाम छ हावै तातो चल्छ यहाँनिर त राईको चिम्रो आँखा अघि पनि भने झन् चिम्रो हुन्छ के हुँदैछ यहाँ मान्छेले के भन्छ भने होइन ल ठिक छ भ्लग मलाई तपाईँहरूलाई के लाग्छ भ्लग हेर्नु राम्रो कि मुभी हेर्नु राम्रो तपाईँहरूलाई क्वेसन छ एउटा तपाईँहरूलाई भ्लग हेर्नु राम्रो कि मुभी हेर्नु राम्रो
मलाई चाहिँ लाग्छ भ्लगै हेर्नु राम्रो हो क्या मुभी हेर्नु भन्दा चाहिँ। किनभने मुभी भनेको एउटा कहानी हुन्छ, त्यो अब कसैको जीवनमा पुग्छ पनि कसैको जीवनमा पुग्दैन पनि होइन। तर भ्लग भनेको चाहिँ प्रायः सबै मान्छेहरूको जीवनमा परिरहेको हुन्छ त्यस्तो कुराहरू होइन। अनि पढ्नेवाला हुन्छ यदि पढेको छैन भने। त्यही भएर भ्लग हेर्नु राम्रो जस्तो लाग्छ। अब तपाईँ आफ्नो विचार, अब कोही मान्छे कस्तोमा क्रेजी हुन्छ, कोही मान्छे कस्तोमा क्रेजी हुन्छ, अब त्यही हो नि होइन। त्यही हो, रमाउनु सिक्नुपर्छ। मुभी हेऱ्यो भने भ्लग हेऱ्यो भने केही छैन। कपडा पनि चाटचुट मिलाइसक्यो, अब म हिँडिहाल्छु, बाहिरतिर निस्किहाल्छु, मार्केटतिर गइहाल्छु। अहिले फेरि ऱ्याप चलिरहेछ नेपालमा, तहल्का मचिरहेछ ऱ्यापको। के छ बोस आज छुट्टी है आपका? बोल्दैन कि एउटा हाम्रो टिम लिडर हुनुहुन्छ, टिम लिडर चाहिँ उहाँ हुनुहुन्छ, त्यहाँनिर जानुभयो। उहाँले चाहिँ कस्तो हुन्छ भने हिन्दी पनि राम्रोसँग आउँदैन, तर लास्टै माया लाग्दो पनि छ। अनि हामी टेट दिन पनि उसलाई चाहिँ लास्टै माया लाग्छ। तर त्यही हो, बाहिर त तातो हावा चल्छ, एकदम तातो। यहाँनिर चाहिँ वरिपरि यो हेर्नु, यो हावा चलिरहेछ है। यहाँ यति त यो मेरो कपडाहरू हेर्नु त, यो हावा चलिरहेछ नि। यहाँ फ्यानहरू छ कि, यहाँ सबै फ्यानहरू हो, फ्यानहरू हो होइन, फ्यानहरू होइन फ्यानहरू हो, शीतल बनाउने। तर तातो हावा चलिरहेछ यहाँनिर चाहिँ। यहाँबाट चाहिँ क्या कस्तो तातो हावा निकालिरहेछ, यसले तातो हावा फालिरहेछ। के गर्नु त बिचरा, यही तातिसक्यो होला, अरू त के गर्छ र। तातो हावा त फाल्छ, यति गर्न नफाले यहाँनिर के होला। अनि एउटा दुःखद खबर चाहिँ अस्तिको दिन भर्खरै चाहिँ दुबईमा चाहिँ ठुलो आगो लाग्यो अरे नि त होइन। मलाई थाहा भएन, मैले पनि यसो सोसियल मिडियामै हेरेको, त्यो चाहिँ थाहा भएन। 2वटा मस्जिद हो कि के को बिल्डिङमा पो आगो लाग्यो अरे भन्ने सुनेको थिएँ। अरब कन्ट्रीमा केही छैन नि खासमा भन्ने भन्दा। अब न उब्जनी हुने माटो छ, न रुख बिरुवा छ, न मुला के छ खासमा चाहिँ के छ यार, पैसा छ। के भन्नु, मलाई खासै भ्लग बनाउनु पनि आइरहेको छैन, भन्न पनि बोल्न पनि खासै आइरहेको छैन। तर मलाई बोल्न चाहिँ मन लागिरहेछ भनेपछि यसको मतलब के हो? ल एउटा कुरा बोल्छु ल म। हुन त दुबईमा के छ, हाम्रो त्यस नेपालमा अब त्यत्रो माटो छ, उब्जनी हुनुको लागि हरियो रुख छ। यहाँनिर रुख छ, तर रुख मुनि के छ थाहा छ तपाईँहरूलाई? पाइप छ, हरेक रुखको मुनि पाइप छ यो देशमा। अब जस्तै बिरुवाहरू भयो, यो पार्कतिर, हाम्रो यही क्याम्पको पार्कतिर गएर पनि हेऱ्यो भने बिरुवाहरू हुन्छ, त्यो बिरुवा मुनि पनि पाइप छ क्या। अब नेपालतिर जस्तो ओरिजिनल छैन, जे होस् पाइपबाट पानी हालिदिरहेछ भयो। यता त जता हेऱ्यो त्यतै बलौटा, कसम भनेको। त्यो एउटा ऱ्याप मैले गरेको थिएँ नि, क्लिनर कम्पनी नेपालमै खोलिदिन्छु, पसिना चुहाएर अर्काको देशमा के फाइदा छ भाइ, त आफै सस्ता भन्ने त्यसले। कसम भनेको क्या, यहाँनिर यता गए पनि पाल्ला, उता गए पनि पाल्ला, माटो भन्ने चाहिँ छैन क्या। माटो भन्ने उब्जनी पनि हुँदैन त्यत्तिकै। यति धेरै विकास भइरहेछ हाम्रो नेपालमा, के भएर होला? वान प्रश्न है, एउटा प्रश्न भयो तपाईँहरूलाई, के भएर होला हाम्रो नेपालमा, के भएर विकास नभएको होला त? तपाईँहरूलाई प्रश्न एन्सर दिनु होला। यो चाहिँ हाम्रो मार्केट, तपाईँहरूलाई अस्ति पनि देखाएँ म, हरेक यो भिडियोमा चाहिँ देखाउँछु। यो मार्केटमा चाहिँ म खासै केही किन आएको होइन। त्यही पनि तपाईँहरूलाई अब यहाँ बाहिर हिँड्दै गर्दाखेरि चाहिँ चिसो भयो, त्यही भएर मार्केटभित्र छिरेको। यहाँ एसी छ नि त, त्यही भएर। तर यहाँ मोजाहरू पनि छ, मोजाहरू लिन सक्नुहुन्छ। 6 दिराममा पुरै आउँछ, 6 दिराम भयो होइन। लगायत यहाँ फोनहरू पनि पाइँदो रहेछ, फोनहरू पनि छ। सिसी क्यामेरा भनेर थियो त, कति छ। यहाँ पनि सिसी क्यामेरा, त्यहाँ पनि सिसी क्यामेरा, हरेक कुनामा सिसी क्यामेरा छ, मार्छ। होम नमो सुहा। काजु खाएर ऋषि धमलाले हमला गरेको भन्दा यहाँ छ काजु। यहाँ 43 दिराम पर्छ काजु, 43 दिराम वानली, केजीको होला सायद। महँगो छ यो चिज, सबै ताकत दिने चिज होला। वाइवाई चाउचाउ पनि पाइँदो रहेछ, वाइवाई चाउचाउ। मार्केटभित्र छिरिसकेपछि अब के नकिने त फर्किने कुरो भएन। मैले चाहिँ यो दही हो कि मोही हो कि के हो पनि खाँदैछु, 1 दिराममा किनेर खाँदैछु। तपाईँहरू मिठै छ। चिसोले मोबाइलको चार्ज घट्छ होला भनेको त यार, गरिबले पनि मोबाइलको चार्ज घट्दा रहेछ नि, सत्त। तर यो दुबईमा एउटा कुरा चाहिँ के सही लागेको हो भने, ठाउँमा डस्टबिन राखिदिने होइन, फोहोर फाल्नुको लागि डस्टबिन राखिदिने। त्यही पनि प्लास्टिकले बेरेर क्या, प्लास्टिकले बेरेर राखिदिने क्या। त्यो डस्टबिनभित्र फोहोर नहोस् भनेर। प्लास्टिक अब सजिलो हुन्छ नि त, प्लास्टिकमै उचालेर लग्नु त। अब डस्टबिनभित्रै हाल्यो भने त कोही फोहोर चिज हुन्छ, कोही गिलो चिज हुन्छ, कोही गिलो भनेको चिसो चिज हुन्छ, भिज्छ नि त। तर यहाँ चाहिँ सही लाग्यो ल, च्याप फाल्दो सक्यो खलास।
त्यो पछि उठाएर लग्छ, अर्को प्लास्टिक त्यहाँ हालिदिन्छ। कति सिम्पल छ। सो गाइस, आजको दिनको अन्त्येष्टि हुन लागेको छ, सकिन लागेको छ। यहाँ चाहिँ 5:30 हुन लागिसक्यो अनि अब चाहिँ बाहिर निक्लन सकिन्छ। घाम खासै लागेको छैन, हावा भने तातो छ, घाम लागिरहेछ, तर उतापट्टि घाम लागिरहेछ है। र अहिले चाहिँ म बाहिर निक्लिसकेँ। अब चाहिँ म तपाईँहरूलाई यहाँ एक फोनको क्यामभरिको सबै चिजहरू देखाउँछु है। र म चाहिँ कताबाट सुरुवात गरौँ भनेदेखि चाहिँ यतापट्टि जाउँ भने यतापट्टि चाहिँ अहिले घामै छ, अनि यतापट्टि जाउँ भन्यो भने घामै छ। अब बस्ने यहीँ त भएन, अब जान्छु भनेपछि त जानु पर्यो। सो म चाहिँ अगाडिपट्टि जाँदैछु। अगाडितिर चाहिँ कस्तो छ भन्दाखेरि त्यहाँनिर चाहिँ मुस्लिमहरूको जस्तै क्रिस्चियनको चर्च, हिन्दूहरूको मन्दिर भने जस्तै मुस्लिमहरूको के भन्छ यार, मस्जिद छ, ठुलो बिल्डिङ छ। तपाईँ जाँदैछु ढडाक 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 लगाएर। दुबईमा चाहिँ मैले कुनै पनि फलहरू देखेको छैन। जस्तै हाम्रोतिर लिची, आँप, कटहर होइन, फलफुल भनौँ बुझिहाल्नुहुन्छ। म जस्तो अबुझ त हुनुहुँदैन। सो यहाँ दुबईमा चाहिँ मैले के चिजहरू चाहिँ पाएको छु, के चिजहरू चाहिँ फलेको देखेको छु भनेदेखि चाहिँ दुबईमा चाहिँ सबैभन्दा सर्वोत्कृष्ट फल भनेको चाहिँ खानेकुरामा चाहिँ खजुर। खजुर चाहिँ यहाँको सबैभन्दा बेस्ट लाग्छ होइन। खजुर हुन्छ, खजुरको बोट चाहिँ यो हो। खजुरको बोट चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ, पछाडिपट्टि छ। यो चाहिँ एकदम उत्कृष्ट हो। अनि यहाँ चाहिँ कति धेरै लटरम्म फल्छ। अनि यति मात्रै देखेको छु, अरू त मैले केही पनि देखेको छुइनँ। तरकारीमा फर्सी फलाइ देखाएको छ। म अर्को क्याम्पमा हुँदा फर्सी पनि फलिरहेको थियो, फर्सीको लहरा थियो, अनि एउटा फर्सी, सानो फर्सी पनि फलिरहेको थियो। खजुरको बोट चाहिँ यो आमाम खतरा पाक्या रहेछ है। अझै त खजुर तपाईँहरूलाई देखाइदिन्छु ल, पाक्नु लागेको रहेछ। यो चाहिँ खतरा मिठो हुन्छ। यहाँको सबैभन्दा कहाँ मैले सुनेको साउदी अरबमा चाहिँ भनेर मैले नेपाली न्युजमा पनि सुनेको, तर यो दुबईमा पनि एकदमै धेरै छ खजुर। हेर्नु त, यसलाई चाहिँ खजुर भन्छ सक्नुहुन्छ। यहाँनिर चाहिँ खजुर एकदमै झुप्पा फलेको छ। यही हो सबैभन्दा यहाँको सबैभन्दा बेस्ट भनेको चाहिँ यो खजुर है। अनि खजुरको बोट चाहिँ यस्तो हुन्छ है, यहाँ चाहिँ यति डह्रो पात छ कि यो चिमार्दा पनि चिमार दिँदैन। सबै रम्बल घारीमा सब बल्ल लागिरहेको रहेछ। मैले यहाँनिर त्यो भयो। त्यसपछि मैले यहाँ भनेको बिरालोहरू चाहिँ कस्तो हुन्छ भने ल हेर्नु, नेपालको जस्तो हुँदै नेपालको जस्तो मैले बिरालो देखेको छैन। नेपालमा मैले यस्तो बिरालो काठमाडौँतिर देखेको थिएँ, तर गाउँतिर देखेको थिएन। पछाडि देख्न सक्नुहुन्छ तपाईँहरूले मस्जिद छ। यहाँनिर चाहिँ बिहान र बेलुका अल्लाह 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 भनेर भनिरहन्छ है। त्यही हो गाइस। फल यो फल यस्तो हुन्छ। यो चाहिँ यहाँको सबैभन्दा खतरनाक फल। यहाँ चाहिँ नजिकै रहेछ र मैले यहाँ नजिक आएर भेटाएँ। यो चाहिँ यस्तो धेरै यहाँ चाहिँ चल्ती छ कि यसलाई चाहिँ अब यो सुकिसक्छ। यो सुकिसकेपछि चाहिँ प्लास्टिकमा प्याक गर्छ क्या। यसलाई चाहिँ प्लास्टिकमा प्याक गरेर हाम्रो साइडतिर पनि लिएर आउँछ। अनि हाम्रो साइडतिर एक मुठी दिन्छ। कोहीले चाहिँ कोहीले त कप्टी हुन्छ, दिँदैन होइन। धेरै चाहिँ अफिस बोय भन्ने हुन्छ, चिया पकाउने ठुल्ठुलो मान्छेहरूलाई चिया पकाएर दिने, उहाँहरूले दिनुहुन्छ। तर त्यहाँ चाहिँ नेपाली खासै छैन। बङ्गालीहरू खानु हुँदैन यार, के हो नि, यहाँ कानुन लाग्छ के थाहा होइन। यहाँ हेर्नु त यस्तो हुन्छ। यहाँ यस्तो बोटमा यति धेरै झुप्पाइ फलिरहेको हुन्छ के भन्नु र। तर एउटा यस्तो त गरौँ होला है, कम्बलमा राखिदिन्छु ल यो। मलाई चाहिँ आशा छ कि यो मोबाइल चाहिँ अफ नहोस्। यो म क्याम्पको परिक्रमा गर्दा यो मोबाइल चाहिँ अफ नहोस्। किनभने मेरो मोबाइलको बानी त्यही हो, अघि भनिहाल्यो 100% भयो भने अलिअलि तात्यो भने पनि, अलिअलि चिस्यो भने पनि, सत्तै 1%मा एउटा मोबाइल नकिरी भएको छैन, घटिहाल्छ क्या। एउटा क्याम्पमा यतिको मस्जिद भनेको त होइन। हाम्रो क्याम्पमा त कहाँ यत्रो मन्दिरहरू बनाउँछ यार, बनाउँदैन नि। त्यही पनि भिडियो गराउनु दिँदैन होला, त्यही पनि गराइरहेको छु, केही भन्दैन होला सायद होइन। आमा यतापट्टि चाहिँ म आएको रहेन रहेछ ल। यतापट्टि झन् बबाल रहेछ, धेरै बबाल रहेछ। तपाईँहरूले देख्न सक्नुहुन्छ हेर्नु त, यतापट्टि झन् बबाल रहेछ। क्याम्पभित्र यस्तो धेरै बबाल कसरी यार। मन्दिर देख्ने बित्तिकै चाहिँ मलाई के कुराको याद आयो भनेदेखि त्यो धर्मको बिचमै लडाइँ परिरहेको हुन्छ क्या मान्छेहरू। जस्तै अब नेपालमा पनि धर्म भन्छ, अब एउटा बाहुनको मागी खाने, खै के जति मन्त्र सन्त्र पढ्दा पनि बाहुनको मागी खाने, यो मन्त्र सन्त्र भन्छ। तर त्यस्तो होइन नि, धर्म त हुन्छ, त्यसमै झगडा पर्ने हो क्या। तिमीहरू मुला किरात भएर चाहिँ के गर्न सकेको छौ र भन्छ यता। अब किरातहरूले पनि बुद्धहरूले पनि अब बुद्ध, तर मलाई बुद्ध चाहिँ अलिक साली नै जस्तो लाग्यो। खासै त्यस्तो आवाज नउठाउने मान्छेहरू जस्तो लाग्यो होइन। जस्तै अब
थर्कै कुरा गर्दा पनि अब थरको कुरा त के गर्नु, थर्कै कुरा गर्दा पनि अब तामाङ चाहिँ अलिकति होइन सम्मान गरेर बोल्ने, सबैलाई तपाईँ भनेर बोल्ने। उनीहरूको अब हरेक तामाङहरूलाई प्रायः जसो तामाङहरूलाई चाहिँ सबै भाषा आउँछ क्या, उनीहरूको चाहिँ सबैलाई होइन सबै तामाङहरूलाई भाषा आउँछ क्या, अरूलाई खासै नआउला। तर यो तामाङहरूलाई चाहिँ जुन ठाउँको गाउँदेखि लिएर सहरसम्मको सबैलाई यो भाषा आउँछ क्या, तामाङहरूलाई चाहिँ आफ्नो भाषा। तर हामीलाई त आउँदैन यार, राई भएर पनि आउँदैन। र हामी कुरा कहाँ गर्दैथ्यौँ भनेदेखि यो धर्मको बिचमा झगडा हुन्छ, धर्म बिच झगडा हुन्छ। जस्तै एउटा देशको झगडा परिरहेको छ, युक्रेन रुस पनि त्यही धर्मकै विरुद्धमा त झगडा भएको हो होइन। तर धर्मको बिचमा झगडा चाहिँ किन गर्नु, झगडाले त आफैलाई हानि गर्ने हो नि त होइन। झगडाले त अब धर्ममा कुनै पनि धर्ममा मान्छे मार त भनेको हुँदैन नि, मान्छे मार पाप गर त्यसलाई काटेर मलाई चढा अनि म तँलाई खुसी दिन्छु भनेर भन्छ। काट्नु मार्नु नै पाप होइन र, त्यही हो जस्तो अब हुनु त जस्तो अब नियम छ अब त्यस्तो त गर्नै पर्यो होइन। भगवान्ले कसैलाई मारेर मलाई बलि चढा अनि म खुसी हुन्छु त भनेको हुँदैन। भगवान्ले त भगवान्ले कुनै पनि धर्ममा काटमार यस्तो उस्तो त भने हुँदैन होइन। त्यही हो गाइस। तर जे जस्तै भए पनि यो छ नि जुन मन्दिर मस्जिद चर्च जे भए पनि त्यो ठाउँमा चाहिँ यो परिवारहरू चाहिँ हुने रहेछ क्या है। यो माथि परिवार यस्तो दामी बसेको छ। अनि तर हाम्रो नेपालमा त यति ठुलो मस्जिद मन्दिरहरू त बनाएको छैन। त्यही पनि यहाँनिर चाहिँ एउटा क्याम्पभित्र अघि कति भन्नु होइन, क्याम्पभित्र पनि यस्तो धेरै मस्जिद ठुलो मस्जिद भनेपछि मान्ने नै रहेछन् भनौँ होइन। खत्रै रहेछ विश्वास गर्दा छ, किनभने बिहान बेलुकै होइन पूजा गर्ने अल्लाह अल्लाहको आवाज आउँछ। अब घाम लागिरहेको बेला पनि अब अल्लाह अल्लाह त्यो, तर लास्टमा हुन्छ कि बोरिङ जस्तो फिल गराउँछ। आवाज सुन्नु बित्तिकै कस्तो लाग्ने कि आफैलाई अब बोरिङ भयो जस्तो फिल हुन्छ। अनि यति यो साइडमा चाहिँ यो रहेछ सिसी क्यामेराहरू टन्नै छ यहाँनिर चाहिँ। अनि उतापट्टिको साइडमा चाहिँ अल मदिना मार्केट भन्ने रहेछ है, त्यहाँ चाहिँ रेस्टुरेन्ट सबै रहेछ। त्यहाँभित्र छिर्नुको लागि चाहिँ कार्ड चाहिन्छ अरे, त्यहाँभित्र छिर्न दिँदैन। तर त्यहाँभित्र छिरेको म भ्लग चाहिँ बनाउने छु। अहिले चाहिँ म बाहिरैबाट सबै कुराहरू देखाउने छु। मेरो कार्ड बनिएको छैन, गेट कार्ड हुनुपर्छ अरे। इमरेज आइडीको फोटोकपी त मैले दिइसकेको छु पहिले नै, तर खै अहिलेसम्म गर्दै छैन हाम्रो क्याम्पसले। तर क्याम्पस चाहिँ एकदम सही हुनुहुन्छ, क्याम्पस चाहिँ एकदम सही पर्फेक्ट लाग्यो होइन। सानो हुनुहुन्छ, कताको हो त मलाई थाहा भएन, इन्डियातिरको होला। सानो छन् तर कामहरू चाहिँ खतरा गरिदिने। ओहो बन्दा रहेछ यताबाट त, भन्दा सबैसँग राम्रोसँग बोल्ने त्यही हो नि होइन। सबैसँग राम्रोसँग बोल्ने अनि सबैसँग हाई हेल्लो भन्ने नै राम्रो मान्छे हो नि होइन। अरू त त्यस्तै हो अब जतिसुकै पैसावाला धनी भए पनि। तर बन्दा रहेछ यार, हेर्नु न बन्दा रहेछ। सायद म रङ बाटो आयो होला है, अर्कोतिर होला बाटो। तर मदिना बलियो त होइन, यो रङ बाटै हो, यो ब्याक साइड हो। किनभने यहाँको वाबाट जति पनि फोहोरहरू हुन्छ त्यो फोहोरहरू निकाल्ने ठाउँ यता पछाडि रहेछ। पछाडिबाट एन्ट्री गर्ने ठाउँ हुँदैन, अगाडिबाट हो। सो अगाडि जाउँ है। बेसरी हावा चल्नु थालेको छ। यो हावा चल्दा चाहिँ आवाज क्लियर नआउन सक्छ। अघि मैले भनेको थिएँ नि तपाईँहरूलाई, हरेक रुखमा चाहिँ पाइप हुन्छ भनेर। के ल यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ कि पाइप देख्नुभयो? किनकि बचाउनु पर्ने हुन्छ बोट बिरुवालाई, यहाँको बोट बिरुवालाई। बिचरा यहाँ के मर्या रहेछ, बोट बिरुवालाई बचाउनु हुन्छ। यसको छुट्टै पारिरहेको छ, तर भोलि पर्सि यसलाई कस्तो उजेलो भएर आउँछ। हरेक चिजमा केमिकल होइन। अनि हरेक रुखहरूको फेदमा चाहिँ पानी हालेर पुरानो त अब समुद्रको राजा समुद्र छ धेरै, त्यही भएर भने पुगिहाल्छ नि होइन। त्यस्तो कुरै भएन। अघि भनेको थियो नि गेट एक्सेस चाहिने रहेछ। पछाडि उता अगाडिबाट हेर्नु भने गेट एक्सेस चाहिने रहेछ। त्यहाँ गेट एक्सेस त्यहाँ छ, त्यहाँबाट एक्सेस नभइकन जानु मिल्दैन। अब नजानु पर्ला आज, अब भोलि पर्सितिर जाउँला। गेट एक्सेस आएपछि अब म भन्छु, अब आज पनि कल गरेर भन्छु। कस्तो नपाउने रहेछ यार। म त यो साइड गएकै छैन, म आएको 1-2 हप्ता भयो। जानै फुर्सदै हुँदैन। 4 बजी उठ्यो, ड्युटी गयो, अनि 6 बजी 7 बजीतिर जे मैले सोचिरहेको थिएँ त्यही भयो गाइस। मैले चाहिँ अघिदेखि नै तपाईँहरूलाई मोबाइलको प्रब्लमहरू बताइरहेको थिएँ, तर त्यो सोचे जस्तो त भएन। मेरो चाहिँ फोन चाहिँ तात्यो, तर फोन चाहिँ अफ भएन। बट के भयो भन्दाखेरि धेरै तातेपछि भिडियो नलिँदो रहेछ क्या, भिडियो हुँदैन रहेछ, त्यही भयो। र हाम्रो चाहिँ कहाँनिर अड्केको छ भनेदेखि गेट एक्सेस होइन, गेट एक्सेस गरेपछि मात्र उता जानु मिल्ने मदिना मलमा त्यहाँ अड्केको छ। त्यसलाई म निरन्तर कन्टिन्यू गर्छु। अब मेरो चाहिँ प्रत्येक
हप्ता चाहिँ एउटा भ्लग आउँछ है, जसरी भए पनि तपाईँले हेरिदिनुपर्छ अनि सपोर्ट धेरै धेरै धेरैभन्दा धेरै गरिदिनु होला अनि भिडियोलाई डाउनलोड पनि गरेर राखिदिनु होला ताकि मेरो रिच बढोस् अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। आजसम्म मैले नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु भनेर त मैले कहिले पनि भनेको छैन, तर आज यो भिडियोमा चाहिँ भन्दैछु फर्स्ट टाइम नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। अनि म तपाईँहरूलाई एउटा क्वेसन सोध्न चाहन्छु, त्यसको कमेन्ट प्लिज गरिदिनु होला। नेपालमा एक दिन छुट्टी हुन्छ शनिबार, किन विकास भएको छैन? अनि यहाँनिर 2 दिन छुट्टी हुन्छ दुबईमा, अनि यहाँ यति छिटो किन विकास भइरहेछ है? ल यो क्वेसनको एन्सर मलाई दिनु होला, यति त राख्नु पर्यो नि। भन्दै आजको लागि बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल, जय देश। बाई बाई।